प्रधानमन्त्री बालेन शाहले नेपालको आधिकारिक चुच्चे नक्साको अगाडि विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूसँग खिचाएको सामूहिक तस्बिर पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ। उक्त तस्बिरलाई धेरैले सकारात्मक रूपमा लिँदै नेपालको भौगोलिक दाबीप्रतिको आत्मविश्वासका रूपमा व्याख्या गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवाको लागि आम नागरिकको भरोसाको केन्द्र जीवन विकास सामुदायिक अस्पताल। विशेष गरी लिपुले, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सामुनि उभिएर विदेशी कूटनीतिज्ञहरूसँग तस्बिर खिचाउनु प्रतीकात्मक रूपमा अर्थपूर्ण हेरिएको छ। कतिपय विश्लेषकहरूका अनुसार यसले नेपालको सार्वभौमसत्ताप्रति सरकारको स्पष्ट अडान देखाउने प्रयास झल्काउँछ। यद्यपि केही कूटनीतिक जानकारहरू भने यस्ता गतिविधि प्रतीकात्मक मात्र हुने र सीमा विवाद समाधानका लागि औपचारिक वार्ता, कूटनीतिक पहल तथा द्विपक्षीय संवाद आवश्यक पर्ने बताउँछन्। विशेष गरी नेपाल भारत सीमा विवाद जस्तो जटिल विषय समाधान गर्न दीर्घकालीन र संस्थागत प्रयास अपरिहार्य मानिन्छ। यसै सन्दर्भमा जोडिएर ग्रेटर नेपालको नक्सा सम्बन्धी बहस पनि पुनः सतहमा आएको छ। काठमाडौँ महानगरपालिकाको मेयर रहँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए, जसले सार्वजनिक बहस सिर्जना गरेको थियो। 2080 जेठमा उनले भारतलाई काउन्टर दिनका लागि हो या चर्चा कमाउनका लागि हो कार्यकक्षमा उक्त नक्सा राखेर वाही बटुलेका थिए। जति बेला भारतले आफ्नो नयाँ संसद भवनमा नेपाली भूभाग समेत समेटिएको अखण्ड भारतको भित्तेचित्र मुरल राखेको थियो, त्यसबेला मेयर शाह भारत भ्रमणमै थिए। भारतको हेपायती प्रवृत्तिको विरोध स्वरूप बालेनले त्यहीबाट निर्देशन दिएर कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाए। तर अहिले रासोपाका वरिष्ठ नेता हुँदै प्रधानमन्त्री बनेका बालेनलाई त्यही ग्रेटर नेपालको नक्सा चुनौती बनेको छ। हुन त प्रधानमन्त्री कार्यालयमा चुच्चे नक्सा झुन्ड्याएर यसअघिका प्रधानमन्त्रीहरूले समेत भारतीय राजदूतसँग फोटो खिचाइसकेका छन्। बालेनले मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु अघि नै 2079 पुसमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग तस्बिर खिचाइसकेका थिए। यसअघिकै प्रधानमन्त्रीहरूले यस्तो कार्य गरिसकेका कारण त्यसभन्दा माथि उठेर बालेनले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने धेरैको ठम्याइ छ। यद्यपि यसले कूटनीतिक सम्बन्धमा अनावश्यक तनाव निम्त्याउन सक्ने चिन्ता पनि छ। त्यसैले यस्ता विषयमा सन्तुलित दृष्टिकोण आवश्यक देखिन्छ। नेपालले 2077 सालमा नयाँ राजनीतिक नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि आफ्नो दाबी औपचारिक रूपमा प्रस्तुत गरिसकेको छ। त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गर्दै गर्दा भारतले उनलाई सरकारबाट हटाउन अनेक तिकडम गरेको जग जाहेर नै छ। ओलीसँग रुष्ट रहेको भारत सरकारले पछिल्लो 1 वर्षभन्दा बढी सत्तामा रहँदा पनि उनलाई बोलाएको थिएन। अझ नेपालको तीव्र विरोध र कूटनीतिक असन्तुष्टिका बावजुद पनि भारतले भर्खरै मात्र नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार मार्ग पुनः खुला गर्ने घोषणा गरेको छ। यस्तो बेलामा बालेन सरकारले प्रतीकात्मक कदमहरूबाट राष्ट्रिय भावना अभिव्यक्त गरे पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी कूटनीति, संवाद र रणनीतिक पहल अपरिहार्य हुन्छन्। अब सरकारको आगामी कदमले नै सीमा विवाद समाधानतर्फ कस्तो दिशा लिन्छ भन्ने स्पष्ट पार्नेछ।